बाटो अर्को शब्द थियो कति हाँस्नु टाउको माथिबाट त्यहाँ झर्छ Oh my god! Look what I stepped on! So guys, हामी चाहिँ अब हामी Hello guys, हामी चाहिँ आज तारा खसे भन्ने ठाउँमा जान लागेको with my brothers and sisters. हाम्रो journey चाहिँ फेरि सुरु भइसकेको छ. यही बाटो हुँदै चाहिँ हलेसी पनि जाने हो यही हो हलेसी जाने बाटो पनि अनि हलेसी चाहिँ यहाँदेखि अराउन्ड 4 किलोमिटर होला आई गेस सो हामी जान लागिरहेको ठाउँको बारेमा चाहिँ हाम्रो भुवन भाइले चाहिँ एक्सप्लेन गर्छ कि त्यो तारा खसे भन्ने ठाउँको विशेषता के हो भनेर पुरानो जमानामा त तारा खसेको अरे होइन तारा खसेको अरे अनि नामै तारा खसे भएको अरे त्यहाँ धेरैभन्दा धेरै मान्छेको मृत्यु पनि भएको छ अरे मृत्यु चाहिँ के भएर भएछ त्यही तारा खसेको भएर होइन त्यो भित्र घुम्न जाने अवस्थामा के त्यो भित्र जुन लिडर भेटेर जान्छ होइन सोच्नु सुरुमा त्यो लिडरलाई भेटाउँछ अरे त्यहाँको उसले अनि त्यहाँको लिडरलाई भेटाएपछि त्यो भित्र उसलाई सास फेर्नु धेरै गाह्रो हुन्छ सास फेर्नु गाह्रो भएपछि अक्सिजन नपाएपछि त मान्छेहरू नि 3 मिनटपछि त मरिहाल्छ नि त यस त्यस्तो भएर मृत्यु हुनसक्छ र धेरै हल्ला गरेर जानुपर्छ त्यो भित्र अनि अरू अनि त्यो भित्र धेरै किसिमको छ त्यहाँबाट जोडित परिवार छोडेको दुधकोसीको बिचबाट निक्लिन्छ के गरेको त्यो भित्रबाट छोडेको त्यो भित्र लगेर चढाउनु पर्छ परेवा छोडेको परेवा दुधकोसीको बिचबाट निक्लिन्छ दुधकोसी कहाँ हो गाइस यहाँदेखि यहाँ तल हो धेरै तल हो अनि दुधकोसीबाट निक्लिन्छ त्यहाँ नजिक एउटा धारी र ढुङ्गा छ त्यहाँ नजिक गुफाभित्र धारी र ढुङ्गा छ त्यो धारी र ढुङ्गा चाहिँ भन्नु चाहिँ सबैले मादल भन्छ तर भित्र बसेर सुन्नेहरूलाई चाहिँ बजाउनेहरूलाई त्यस्तो लाग्दैन बाहिर सुन्नेहरूलाई चाहिँ साँच्चीकै हो जस्तो साँच्चीकै हुन्छ अब यति हो ल त्यही गएपछि हामी लाइभ देखाउनेछौँ है
ठुलो चिचाउँछ है त ल भुवनको पालो राम्री राई कुमारी राई राम्री राई दया राई माया राई खाने भन त चल्छ खाने हो
थाहा भएन नि कसरी सकिन्छ भन्नु सक्यो त्यही भएर अब भूकम्प आयो भने के हुन्छ के हुन्छ नि बसेर मजाले यहाँ हल्लिन्छ दोकान अनि माथिबाट झर्छ मेरो टाउको माथिबाट बिहामा झर्छ नबेल अट्क्यो आयो कति हाँस्नु छैन अलिकति तल छर्नुपर्छ तर हो त्यति नै हो जाने कि नजाने सित जाने कि नजाने योभन्दा कति बताउनु ल भयो पुग्यो खतरा हुन्थ्यो पानीको मेरो लुगा सो गाइज हामी चाहिँ एकदमै एडभेन्चरस वेमा हामी गएर आइसकेका छौँ अनि इट वाज रियली फन अनि एकदमै एक्साइटिङ अनि डरलाग्दो पनि थियो हामी सबैजनाको हात एकदमै फोहोर भएको छ अनि बिग साउन्ड अफ टु आवर भुवन जसले चाहिँ हामीलाई एकदमै राम्ररी गाइड गरेको छ वी आर भेरी थ्याङ्कफुल टु हिम सो अब हामी फोटो खिच्न गइरहेको छ सो राइट नाउ हामी फोटोहरू खिचिरहेका छौँ सबैजना मिलेर अनि सबैजना चाहिँ देखिँदैन किनभने उहाँहरू एकदमै कालो हुनुहुन्छ यो गाल चढ्न सकिन्छ म चढ्थेँ एकदम एडभेन्चरस थियो एकदमै डेन्जरस बट स्टिल वी म्यानेज टु सी एभ्रिथिङ अनि अहिले चाहिँ हामी केभदेखि निस्किँदैछौँ सो अब केभदेखि निस्केर हामी केही फोटोहरू खिच्नेछौँ अनि हामी घर जानेछौँ सो खासै राम्रो त आउँदैन मेरो फोनमा क्यामेराबाट केही
we have reached a very beautiful place. I don't know what's the name of this place, but it's so cool. It's so beautiful. Oh my God! Look what I stepped on. यो ठाउँमा यहाँ सुटिङ गर्न आएको छु म Oh, ओजसे चाहिँ यहाँ सुटिङ गर्न आएको थियो अरे गाइज. उसको म्युजिक भिडियो हेर्नु होला. She is a dancer. सिङ्गर चाहिँ म हो. Hi guys. Hello. गलेर लत्थु भयो भाइ बहिनीहरू. So these are the food we've got. म पकाउँछु ल पक्का फेरि उसले भुल्नु पाएछ ल भन्दा म त एउटामा खान्छु ला 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 ला. So यहाँ डिउ हाल्यो. मिठो भयो साँच्ची? सक्नु न. No, no, no. So guys, हामी चाहिँ अब हामी यो ठाउँमा आइसकेको छौँ अनि अब चाहिँ हामी रेस्ट गरिराखेको थियौँ, खाजाहरू पनि खायो अनि अब चाहिँ हामीहरू घर जानेछौँ। हाम्रो प्लान चाहिँ उता पनि जाने थियो, के भन्छ रक गार्डन भन्ने ठाउँमा पनि जाने थियो, तर धेरै नै समय गइसक्यो, त्यही भएर हामी चाहिँ अब घर जानेछौँ। र मेरो फोन चाहिँ डेड भएको कारणले यो चाहिँ मैले मेरो दाइको फोनबाट एन्डिङको लागि भिडियो बनाउँदैछु। सो सिन्स यो चाहिँ मेरो फर्स्ट भिडियो हो, फर्स्ट भ्लग, तपाईँहरूले मलाई सपोर्ट गरिदिनु होला एन्ड आई विल ट्राई
to make it more nicer पछि लामा पठाइदिनु पर्यो कान्छालाई रोटिज हौ ला 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 यो रोडिस भन्नु पर्यो चिच्चाएर मान्छे यता उता लड्नु होला है जान्नु पर्यो कि घरि गाइस रोडिसको नयाँ सिजन आउँदैछ हजुरहरू पनि भिड्न आउनु होला है त खै त रोडिस भिडियो राख्नु भयो कि होइन सबैजना आउनु होला रोडिसको नयाँ सिजनमा हजुरहरू सबैलाई स्वागत छ है त धन्यवाद हेर्नु त्यहाँ 2टा गोरु अनि यस्तै 12-13वटा बाख्राहरू नि हाम्रो रोडिसमा भिड्न आइरहेको छ